हामी आज विशेष गरेर मिनील्यान्ड इङ्ग्लिस सेकेन्डरी स्कुलको 22औं अभिभावक दिवस र पुरस्कार वितरण कार्यक्रममा यहाँ उपस्थित भएका छौँ, जहाँ यस विद्यालयमा तपाईहरुले आफ्ना नानीहरू बालबालिकाहरूलाई पठाएर चाहिँ उनीहरूले पढाइमा मात्र होइन, पढाइ छोडेर अरू अतिरिक्त क्रियाकलापहरू के गर्न सिके, के गरिरहेका छन् तपाईहरुका नानी बाबुहरूले, त्यो कुरालाई चाहिँ तपाईहरुको अगाडि विशेष गरेर यो अभिभावक दिवसको हामी प्रत्येक वर्ष आयोजना गर्ने गर्दछौँ र यो आयोजनाको निम्ति विशेष गरेर स्कुल परिवारले तपाईहरुका बालबालिकाका अन्य प्रतिभाहरूलाई पनि प्रस्फुटन गर्ने काम गरेको हुन्छ। त्यो सँगसँगै हामीले हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई पुरस्कार वितरणको कार्यक्रम पनि राखेका छौँ र यस विद्यालयका अब्बल विद्यार्थीहरू कोही पढाइमा हुन्छन्, कोही खेलकुदमा हुन्छन्, उनीहरूलाई हामीले मेडल, सिल, उनीहरूलाई लाउने जुत्ता, उनीहरूलाई चाहिने ब्याग र नगद पुरस्कारको पनि हामीले व्यवस्था गरेको छौँ। र त्यसरी नै अर्को कुरो के हुन्छ भन्दाखेरि हाम्रा अभिभावकहरू, तपाईहरु हाम्रा गहना हुनुहुन्छ, तपाईहरुले विद्यार्थी यहाँ पठाएर नै यो विद्यालयको अस्तित्व रहेको हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईहरुको निम्ति पनि केही पुरस्कारहरूको कार्यक्रम रहेको छ, चिट्ठा तान्ने पुरस्कारको कार्यक्रम रहेको छ। त्यो कार्यक्रमहरूमा सबैमा सहभागी भइदिनु हुन म हार्दिक अनुरोध गर्दछु र आजको यस 22औं अभिभावक दिवस साथसाथै पुरस्कार वितरण समूह हामी सुरु गर्न गइरहेका छौँ र यसका निम्ति हामीलाई सभाध्यक्षको आवश्यकता पर्दछ र सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन यस विद्यालयका संस्थापक अध्यक्ष श्री धनराज राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। Give him a big clap, please. त्यसरी नै आजका हाम्रा प्रमुख अतिथि, मैले प्रमुख अतिथिको नाम उच्चारण गर्नु अगाडि ड्युटीमा खटिनु भएका म्याडमहरूलाई उहाँलाई ब्याज तथा खाताले सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसरी नै आजका प्रमुख अतिथि हुनुहुन्छ हाम्रा आदरणीय सर, इटली नोबेल एकाडेमीका निर्देशक साथै इटली नगर प्यासनका उपाध्यक्ष, हाम्रो बाल आश्रम गीता बाल आश्रमका अध्यक्ष, समाजसेवी। उहाँ एक समयमा फिल्महरू पनि धेरै बनाउनुहुन्थ्यो, उहाँ फिल्म निर्देशक पनि हुनुहुन्छ, उहाँको छोराले धेरै फिल्महरू पनि खेल्नु भएको छ र उहाँ हुनुहुन्छ श्री राजेन्द्र श्रेष्ठज्यू। Give him a big clap, please, all the children. अतिथिज्यूहरूलाई पनि सरिक भइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। गौतम सर, भरतमणि सर, हजुरहरूलाई पनि यहाँ यसो सरिक भइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद प्रमुख अतिथिज्यू। प्रतिभाहरू
पाउन सक्नुभएको छ। शिक्षकहरूले के चाहिँ प्रतिभाहरू उनीहरूमा देखेर उनीहरूलाई कस्तो कस्तो प्रतिभाहरू उजागर गर्नका निम्ति काम लगाउनु भएको छ त्यो हेरेर हजुरहरूले र यसका सहभागी भाइ बहिनीहरू कक्षा 7 र 8बाट हुनुहुन्छ। उहाँहरू हुनुहुन्छ नुमा राई, आजु ढकाल, रबिना राई, रितिका राई, विवा सरदार, स्नेहा कटवाल, वर्षा सरदार, वर्षा राई, स्वीकृति चौधरी र भाइहरू योगेश राई र सृजन श्रेष्ठ। भाइ बहिनीहरू ब्याक स्टेज रेडी पोजिसनमा आइदिनु म हार्दिक अनुरोध गर्दछु। दीपिका श्रेष्ठ, विशिता चौधरी, सबिन श्रेष्ठ, उषा खड्का सबै नानीहरू चाँडो आइदिनु पर्यो। फर्स्ट पोजिसनको सम्पूर्णमा मेरो नमस्कार। म यस मिडल्यान्ड सेकेन्डरी इङ्ग्लिस स्कुल कक्षा 10मा पढ्ने छात्रा हुँ र त्यसै गरी यस विद्यालयको 22औं अभिभावक दिवस तथा पुरस्कार वितरणको कार्यक्रम सञ्चालन गर्न पाउँदा म धेरै खुसी छु। र त्यसै गरी अब हजुरहरू समक्ष आउँदै हुनुहुन्छ कक्षा 1 र 2 का प्यारा भाइ बहिनीहरू एउटा देशभक्तिले ओतपोत भएको नृत्य लिएर गीतको बोल सम्झेर पनि होइन यो देश। And good morning everyone, it's me Sandhya Gimre from this Midland Secondary English Boarding School and I read in class 10. Thank you to everyone to give me this beautiful opportunity and the participants are Divyanshi Mishra, Lauren Sharma, Janice Basnet, Pranish Chaudhary, Srijan Tamang, MD Sakib, Ujjwal Chaudhary, Sanju Chaudhary, Altaf Ansari and Yuvat Thapa. Please give them a big hand. देशको सीमा भित्र मैले जन्म लिए, गोर्खालीको सन्तान भनी गर्व गरेथी। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, गाउँको जीवन यसै गयो दुःख सार्दा सार्दै, हामीलाई के नि सुख छाया। शिल्ड अफ होल्डिङ सेरेमनी रहेको छ। टग अफ वारको शिल्ड अफ होल्डिङ, यो शिल्ड अफ होल्डिङ कार्यक्रमलाई सफल बनाइदिनु हुन म आजका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। सँगसँगै सभाध्यक्षज्यू पनि प्लिज आई एम कलिङ द नेम वन्स मोर। प्रतिमा तामाङ, प्रमिसा श्रेष्ठ, सन्ध्या सरदार, सुम्निमा लिम्बू, अनुष्का विक, प्रनिसा खड्का, खुसी श्रेष्ठ, रितिका सरदार, उना ओझा एन्ड सन्ध्या घिमिरे। प्लिज टिचर
टिका लाएर यो ग्रुपलाई दिदिन हुनमा हार्दिक अनुरोध गर्दछु। पहिला टिका लगाइदिनु होइन, त्यो म्यामले समाति दिनुहुन्छ, सरले चाहिँ टिका लगाइदिनु हार्दिक अनुरोध गर्दछु। Please give them a big hand, please. यो दुईजनाले आएर सरले दिनुहुन्छ, प्रमुखले दिदी र तपाईँले आएर दिनुहुन्छ। बिचमा जाउँ न, सबै जाउँ न बिचमा। हुन्छ यो 1 नम्बर आज्ञा राय, उहाँले चाहिँ 99.1% लिएर जुनियरबाटै चाहिँ स्कुल फर्स्ट हुनुभएको छ। उहाँलाई त्यो स्कुल फर्स्टको प्राइज डिस्ट्रिब्युट गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसरी नै स्कुल सेकेन्ड वर्षा राई, तपाईँ पनि यहाँ आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु र त्यो प्राइजहरू पहिल्यै रेडी गरेर राखिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। सबैभन्दा बढी समय खाने भनेको हाम्रो यसले नै हो। त्यसले गर्दाखेरि स्कुल फर्स्ट आज्ञा राय, प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गरेँ। उहाँलाई मेडल र पुरस्कार दिदिन हुन म हार्दिक अनुरोध गर्दछु। त्यसरी नै स्कुल सेकेन्ड वर्षा राई जहाँ हुनुहुन्छ यहाँ चाँडो आउनु पर्यो। र टिका म्यामले लगाइदिँदा हुन्छ। हजुरहरूले म्यामले टिका लगाइदिएर प्रमुख अतिथिज्यूले उसलाई मेडल र यो ब्याग हस्तान्तरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। एकजनाले मेडल, एकजनाले चाहिँ ब्याग हस्तान्तरण गरिदिने हो। एउटा मेडल यहाँ। अगाडि फर्केर यस, अब सरले मेडल लगाइदिनुहुन्छ। Yes, give her a big clap, please. तालीमा कन्जुसाइ नगरौँ। म्यामले टिका लगाइदिनुहोस् न। टिका लगाउनुहुन्न ल, मेडल लगाइदिनु हुन अध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्दछु। र त्यसरी नै गोल्डन एथलेट सिन्स 3 years सुजन चौधरी, गोल्डन एथलेट सिन्स 3 years सुजन चौधरीलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। अहिले चाहिँ मेडल र स्पेशल प्राइज होइन, अहिले मेडल र सर्टिफिकेट मात्र हो। स्पेशल प्राइज चाहिँ भरे अर्को टाइममा छ। हाम्रो यो सुजन चौधरी भाइ क्लास 4 मा पढ्नुहुन्छ। उहाँले प्याप्सनले अर्गनाइज गरेको रनिङ कम्पिटिसनमा 3 साल प्रथम ल्याउन सफल हुनुभएको छ। Give them a big hand, please. Please. हाम्रो भाइलाई उसको अर्को डेडिकेटेड एथलेट अफ द इयर प्रोग्राम पनि अझै बाँकी नै छ। उहाँको सबै सामानहरू चाहिँ, उहाँको सर्टिफिकेट र उहाँलाई हामीले स्पोर्ट्सम्यानसिप भएको कारणले गर्दा एउटा स्पोर्ट्स सुज, एउटा ब्याग र एउटा स्कुल सुज हामीले उपहार दिने योजना बनाएको छौँ। रेगुलर एटेन्डेन्सका नानी, नर्सरीदेखि युकेजीसम्मको नानीमा सबैभन्दा रेगुलर एटेन्डेन्स गर्ने सुमिरा खातुन, उहाँलाई यहाँ स्टेजमा पठाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। 1 देखि क्लास 7 सम्म आयुष्मा अधिकारी, यी 2 नानीहरूलाई पनि स्टेजमा पठाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। क्लास टिचरहरूले यता ध्यान दिनु पर्यो। हाम्रो नानीहरू सुमिरा खातुन, सुजनको ट्रफी पनि आएको छ। यहाँ सुजनको ट्रफी पनि आएको छ।
सुमिरा खातुन र ओइ साथी यो कागको बच्चा किन यति धेरै कालो हुन्छ? गाउँले भएको नि पनि तपाईँ गाउँलाई फोटो बनाउनु त पनि काले हेर्नुहोस् नि। जहिले यस्तै खिच्चा गर्छ। खुलु बोलो अर्को कार्यक्रमतर्फ लागौँ। निहारिका चौधरी, कृष्णा राया, लक्ष्मी कटवाल, लक्ष्मी दास, निशुका कार्की, and Lisa Shush. Give them a big hand. This time for Africa. Here comes the students of class 4 and 5 to entertain us with fashion show. The participants are Anushka, Ansu, Divya, Spandan, Vishita, Deepen, Punan, Arnav, Kripa, Kritika, Deepika, Priyasi, Krishnala, Salina and Srishti. Kavya and Srishti. Let's welcome her together. अतिथि अनिल जोशी सरलाई पनि यहाँ सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। दीदी का गिफ्ट राम्रै पर्यो होला। अब हाम्रो अर्को सेकेन्ड लटको पनि चिठा बाँड्ने योजना रहेको छ। हाम्रा यता अभिभावकहरूले
पाइसक्नु भएको छ र अर्को लटको पनि बाँड्ने भएको छ। ल हाम्रा समस्त अभिभावकहरूलाई बधाई एवं यस चिठामा कङ्ग्रेचुलेसन पाउनु भएकोमा विद्यालयको तर्फबाट र समस्त शिक्षक कर्मचारीको तर्फबाट धेरै धेरै बधाई, धन्यवाद। गिभ देम अ बिग क्ल्याप प्लिज। हाई गरिदिनु। Hello.